साथीहरु सबैजनालाई नमस्ते। हाम्रो चाहिँ आज माघीको 1 गते विशेष दिन, यहाँ माघी संक्रान्तिको दिन। यहाँ यिनीहरू चाहिँ अब बासी आन्द्रो पाक्यो भन्ने खेलिरहेको थियो। अनि यसमा चाहिँ चामलहरू सबै मागिरहेको हुन्छ क्या, टमाटर आलुहरू धेरै खानेकुरा मागेको हुन्छ। अनि त्यो चामलहरू चाहिँ यसरी पकाउने हैन, अनि तेलहरू सबै हुन्छ। अनि यो चाहिँ बेहुली पोल्ने भन्ने हुन्छ क्या गाइजहरू। हेर्नु न कस्तो खतरा बेहुली बनाइरहेको छ, हेर्नु न बच्चा बोकेको। बच्चा बोकिरहेछ हेर्नु। यसले चाहिँ यसको कपाल हेर्नु एउटा भयो। यो चाहिँ हेर्नु न घुम्तो, हेर्नु न घुम्तो यस्तो छ। अनि यो चाहिँ कसको हो नि? यो दामी छ पनि। कसको हो यो? निसाहरूको अरे दामी छ। अनि यो हेर्नु यता, यो के हो यो? यस्तो अच्छा छ। यो कपाल पनि यहाँ तल हुन्छ र भने। ए नगर न साना, भाइ छिन्यो भने अहिले फेरि कसको फेरि यो नगर न एकछिन। यो चाहिँ कसको हो? हाम्रो अस्मीको होला, हाम्रो आमाले बनाइदिएको। आमाले पनि यस्तो ढलक्क कम्मर मर्काइदिएको छ यार, यस्तो छ। अनि यो कसको हो? यो पनि नानी बोकिरहेको रहेछ यार। नानी बोकेर रहेछ। यो तपाईँलाई मैले सब भिडियो देखाउँछु, अहिले हेर्नु होला। यहाँ ल्याउ न एकछिन। हेर्नु कस्तो राम्रो छ, यस्तो दामी छ। हेर्नुहोस् यस्तो छ, सबै छ। हेर्नुहोस् है, यो पुरा भिडियो एकदम हेर्नै पर्नेछ। यो चाहिँ यहाँ आज धेरै मान्छे हुन्छ क्या गाइजहरू। हेर्नु न यता यस्तो पकाइरहेछ होइन। यो चाहिँ दाल हो, यो दालको लागि यो पेस्ट हो होइन। हेर्नु न साथीहरू, रोएँ म लास्टै यो आगोले साह्रै पीडा दिँदो रहेछ। यहाँ चाहिँ भात पाक्दैछ साथीहरू। साथीहरू म चाहिँ यहाँ बेहुली पोल्नको लागि छु होइन। यहाँ खाना बनाइरहेको छु, यता खाना बनाइरहेको छौँ। हामी धेरैजना छौँ होइन। अहिले धेरै आउनुहुन्छ यता बेहुली पोल्नको लागि। त्यो रमाइलै हुनेछ यो साल पनि, पोहोर साल पनि रमाइलै भएको भन्ने कुरा सुनेको थिएँ। तर यो पत्ताउनेले चाहिँ साह्रै दिमाग खराब बनाइसक्यो मलाई चाहिँ। रौनु रुवायो यता। भात केटीहरू कस्तो बनायो क्या? भात हेऱ्यो कि हेरेर हौ। साथीहरू यस्तो भयो कि दाल हेर्नुहोस्, कराई अलि सानो भयो, त्यही भएर बाक्लो भएको छ। यसलाई अब यसमा निकालेर फेरि दालमा पानी हालेर अलि पातलो बनाउनु पर्छ। यता चाहिँ बेहुलीको लागि तयारी भइरहेछ। त्यहाँ डोली बनाउँदैछन् बेहुली बनाउनुको लागि, बोक्नको लागि। तयारी चाहिँ केटाकेटी खेलिरहेछन्, तर मान्छे भने छैनन् क्या यतिखेर। यहाँ चाहिँ भात पाक्यो होइन। यसमा चाहिँ अब झाने खाजा पर्ने पाक्छ। यसमा चाहिँ दाल पाकिसक्यो। यसमा बचेको दाल छ, यसमा बचेको चामलहरू, बेसारहरू, टमाटरहरू, प्याज, खुर्सानी, आलु बेहुलीको लागि। यहाँ चाहिँ बेहुली पोल्नको लागि, बेहुलीहरूलाई राख्नुको लागि ठाउँ बनाइँदैछ। यो चिसो पनि के साह्रो चिसो हो। हामी चाहिँ बेहुली लिन जान लाग्यो। यही हो टोली। हामी चाहिँ जान लाग्यो, सबैजनाले हेर्नलाई, हेर्नै पर्ने भिडियो हो यो चाहिँ। एकदम रमाइलो छ। लुकाउने ठाउँ रहेछ गाइस हाम्रो। चाहिँ दुलीले ल्याउन जान लाग्यो।
सबै भिडियो हेर्नु होला यसलाई नि मैले कानमा हाल्छु क्या कहिले ऊ त्यहाँ पारि चाहिँ हाम्रो गेट छ गाइजहरू त्यहाँ अड्डिराख खटौली लगेर गइहाले त्यहाँ चाहिँ दुलिनी लिन जाने हो रुखदेखि तल अर्को बेहुली पोली पनि रहेछ सबैजनाले ऊ माथि गएको रहेछ किन हो माथि गएको कता गयो सबैजना एकदम चिसो छ साथीहरू एकदम चिसो छ यहाँ चाहिँ घर हो यहाँ चाहिँ बेहुली पल्नुको लागि ठुलो बनाउन पनि मिल्छ तर हामीले सानो बनाएको छ क्या यहाँनिर चाहिँ गेट टिका लाउने कार्यक्रम ओके अब हामी चाहिँ गेट पार गरेर दुलिनी ल्याउन जान लागेको यहाँनिर चाहिँ टिका लाउने कार्यक्रम भइरहेछ हाम्रो हुनेवाला बेहुलो यानि कि मेरो भदै बेहुला दुलहा आजको गाइजहरू दुलेनी चाहिँ खोज्नु पर्ने रे फुपू नमस्ते कहाँ लुगा छौ तँ पारी अरे होइन होइन दुलेनी फेरि खोज्ने सिस्टम नबनायो क्या दुलिनी चाहिँ खोज्नु पर्ने अरे फेरि कता छ कहाँ छन् त्यो दुलिनी लुकाउनु पर्छ दुलिनी फेरि नलगिन् जाम्ला फेरि दुलिनी नलग्ने त फर्किन जाने हो फेरि कहाँ त्यस्तो कहाँ त्यहाँ माथि जानु पर्ने रे फेरि दुलै लिन त्यो यस्तो त छरी जाला र नि ऊ यहाँ छ दुलैनीलाई यस्तो फाल्नु पर्ने यस्तो ठाउँकोले लुगाइदियो के दुलैनी दुलैनी भिडभाड छोरी के गरा यस्तो दुलैनी लुकाउनु पर्ने फेरि भिडमा फेरि स्टाइलले त गाह्रो पर्छ त हौ
राख्दै कि केही हुन्न त्यति राख्दै केही हुन्न खै पोल्ट्री पर्यो भने नखाइसलाई के खस्दैन खस्दैन आमा यो ल बोक्ने सिस्टम राख्दै त जाऊ राम्रोसँग राख्ने भन के खसी गाई छ हाम्रो खसी खसी किन जानुभयो त भिजिट गरेर कलश थापिराख्नु भएको छ पारी चाहिँ हेर्नु हेर्नुहोस् कलश चाहिँ बेहुली पोलिसक्यो गाइसहरू आगो सकिसक्यो यी केटीहरू रोए अब यो फाल्देऊ न खटौली नहाल्यो कि किन हाले हैन यो खटौली हाल्ने होला मामा यो खटौली किन नहाल्यो अर्जुन यो खटौली हाल्दिन त त्यहाँ केटीहरू रोइरहेछ फाल्दै पनि हुन्छ के बाबु अर्जुन जय बाबा यार के हो मासीको त जल्दी जल्दी खाएन नि अझै चिचाउन शान्त भयो
बाबुले सिस्टम सिलाइदिन्थ्यो नि पनि सक्यो अब त्यसलाई चाहिँ भेटाएर चाहिँ सुनपानी खाने भन्ने हुन्छ क्या उसको अब बेहुली पोलीको टाउकोहरू कपडाहरू भेट्यो भने हाँसेरै